हेलो गाइज, तपाईहरुलाई आज म स्लिम कसरी भए र म हजुरहरुलाई कसरी स्लिम बन्ने तरिका म सिकाउँदै छु। आज मेरो शनिबारको दिन। आज मेरो एक्सरसाइज हेर्नुहोस्। बाँसलाई लिने, त्यसमा जुनिने एक्सरसाइज जरो पुशअप गर्ने, तल माथि पुशअप यसरी तन्केर गरिसकेपछि हजुरहरुको आर्म्सको एक्सरसाइज हुन्छ। फेरि चिप्लियो भने पनि फेरि माथि आउने, फेरि हल्लाउने हल्लाइसकेपछि हजुरहरुको यो हातको एक्सरसाइज हुन्छ। हातको एक्सरसाइज फेरि जुनिने, हामीहरूले जुनिने, फेरि माथि जाने, त्यसपछि चिप्लेर तल गए पनि केही फरक पर्दैन गाइज हो। फेरि हामी त स्लिम हुनुपर्छ नि, त्यही भएर हामी फेरि रुखको बुटोमा समातेर, बाँसको बुटोमा समातेर माथि उक्लिने, चिप्लेर केही फरक पर्दैन। त्यसपछि केही फरक पर्दैन, हामी चढ्ने चिप्लेर म तल आइपुगेँ। तर फेरि म कोसिस गर्दैछु, अझै मलाई योभन्दा स्लिम हुनुपर्छ नि गाइज। फेरि ठुल्मा माथिबाट कराइसिन्छ मलाई, तर म स्लिम हुनुपर्छ। त्यसपछि म बिस्तारै माथि गएँ, फेरि माथि गएँ, चिप्लेँ, तर म हारिनँ गाइज हो। मलाई फिट हुनु छ, मेरो शरीर फिट हुन्छ। त्यसपछि बाँसलाई बेसरी हल्लाएँ, हातको एक्सरसाइज गरेँ, त्यसपछि जुनिएँ। तर म धेरै चकचके त होइन, अलिअलि चाहिँ हुँ जस्तो लाग्छ। तर फेरि म अलिकति उसले ढुङ्गा टिपेर हातले पनि हाम्रो ह्यान्डको एक्सरसाइज हुन्छ। त्यसपछि फेरि एकचोटि बाँसलाई हल्लाएँ, हाम्रो पूर्वजहरूले हल्लाए जस्तै मैले बाँस हल्लाएँ। त्यसपछि जुनिएपछि तल आएँ। त्यसपछि तल माथि गरिसकेपछि अब चाहिँ हातको एक्सरसाइज सक्यो जस्तो लाग्यो। अब गाह्रो पनि भयो नि त, धेरै एक्सरसाइज गरेपछि ह्यान्डको एक्सरसाइज धेरै भयो गाइज। फेरि चिप्लेर म तल आएँ। फेरि म त्यसपछि त्यो चिप्लो ओह्रालो बाटोबाट स्ट्यान्ड गर्न खोजेँ, अनि जम्प गरेर त्यसलाई बाँसलाई समाउन खोजेँ, तर मैले सकिनँ। अनि फेरि एकचोटि फेरि ट्राई गर्नु पर्यो। आजको ह्यान्डको एक्सरसाइज त हाम्रो सक्या छैन जस्तो लाग्यो, फेरि गर्नु पर्यो। फेरि ठुल्मामा त घाँस काट्दै हुनुहुन्छ नि त माथि गाइज, अब सक्ने जानु पर्यो। अब त्यहाँबाट भएन भनेर फेरि एकचोटि जम्प गरेर समातेँ, त्यो त सकिनँ। फेरि चिप्लेर तल आएँ, मम्मीसँग हेल्प पनि मागेँ, तर मामुले हेल्प गरे जस्तो मात्रै गर्नुभयो, तर मलाई माथि तान्नु भएन। ल अब भएन भनेर म आफै घर जानु पर्यो। सुमानको घाँसको डोको पनि भर्यो जस्तो छ गाइज हो। फेरि त्यही बाटोमा म नसकेँ। अब मेरो ह्यान्डको एक्सरसाइज धेरै भयो, मलाई गाह्रो भयो। चिप्लेर तल गएँ, यो धेरै एक्सरसाइज गरेको परिणाम हो गाइज। त्यसपछि म घाँसहरूमा समाउँदै उक्लेँ। फेरि म त क्रिकेटर हो, मलाई क्रिकेटको छ रुखलाई पनि ड्याम हाने। ओहो, तल बुता गएपछि मैले डोकोलाई देखेँ, पुरानो डोको, त्यसपछि ड्याम हानेर त्यो पुरानो बोटलाई त्यहाँबाट डोकोलाई गुल्टाएर तलतिर पुऱ्याइदिएँ। त्यसपछि त्यहाँ बुल्टेर तलबाट हेरेँ, मामुले मलाई कराइस्यो कहाँ फालिसक्यो भनेर कराइस्यो। त्यहाँबाट फेरि माथि उक्लेँ। त्यसपछि ड्याम हान्दै क्रिकेटर हो नि त, मलाई त बल जेला पनि बल देख्छु। फेरि लडेँ, तल आइपुगेँ। फेरि आफ्नो ब्याट समातेर जुरुक्क उठेपछि म फेरि घर जान लागेँ। ठुल्बामा पनि माथि के हेर्दै हुनुहुन्छ भने म पनि हेर्दै छिटो उक्लेँ। तर फेरि लडेँ पनि म उठेँ। गाइज आज शनिबारको दिन एक्सर्साइज बडी भयो जस्तो छ, लडेको छु। त्यसपछि ठुल्मामको पछाडि बसेर ठुल्मामले के हेरिस्यो भने मैले हेरिसकेपछि त आज त खेतमा त गहुँ चुट्ने मेसिन रहेछ। ओहो, मैले त्यहाँ ढुङ्गा लिएर काहीँ पुग्छ कि भनेर, तर पुगेन। ठुल्मामले मलाई कराइस्यो, म दुखु घर गएँ गाइस। Thank you for watching, guys. Please like and subscribe.